छ अरू हामीले पनि आउने बाँकी छ कस्तो राज्यमा आइएछ त यो नाता जोड्नलाई अनि उहाँ चाहिँ को गर्नुभयो को नकोपरिकन दिउँ न जेठन साहब कति कोपरिरह हो उहाँको नि चिना नामावली के थियो भाइ उहाँ त मैले पनि चिनेको खासै भन्ने यो नचिन्ने कहाँबाट आएको थियो अनि उहाँ चाहिँ को हुनुहुन्छ उहाँ नृत्यजना उहाँ नाच्दा नाच्दै बाङ्गिनुहुन्छ कहिले यति राम्रो नाच हुन्छ उहाँ त हाँसै गर्नु जान्छ हावाले उडाउँछ भनेर मैले समातेर बसिरहेको छु ल ठिक छ अहिले एकछिन बसी नृत्य नै हेर्नुपर्छ जेठन साहब चिन्ता नहोस् खै दक्षिणा खै दक्षिण अहिले एक पुष्ट म मिलाउँछु दक्षिणा बिना टिका हाल्नु जेठन साहब के हो मेरो जन्तीहरूलाई मेरो दाइहरूलाई बिना दक्षिणै टिका लगाउने हजुरले हो भने म बिहे गर्दिनँ म अहिले जान्छु होइन म दक्षिणाको व्यवस्था गर्दैछु होइन दक्षिणा बिना त हुँदैन होइन त बिहे हुँदैन अहिले गहिले स्थगित हतार हुन्छ जेठन साहब असल बिहेहरू आउँदैछ मलाई असल बि चाहिँदैन पैसा भयो हुन्छ तर दक्षिणा चाहियो नत्र बिहे गरिँदैन यस्तो कुरा नगर्नु म तपाईँलाई सम्पूर्ण व्यवस्था गर्छु मलाई नदिए पनि मेरो जन्तीलाई त पर्यो मेरो दाइया स्वयं हजुरलाई दिने दक्षिणा त मेरो एक चुटकी हो हजुर भोलो मलाई चाहिँदैन उहाँहरूलाई दक्षिणा नआउनेसम्म म बिहेमै बस्दिनँ होइन म दिइहाल्छु नत्र म अहिले फर्केँ होइन ल दिउँ होइन भनेर मात्र हुन्छ दक्षिणा चाहियो भने चाहियो व्यवस्था गरेर आइहाल्यो हजुरहरू बस्दै ल छिटो गर्नुहोस् यहाँ टिका हुन्छ यति नगरे त दक्षिणै पाइँदैन घुम्नु पर्यो नि त पर्दैन थियो सँगो खोल्नु पर्दैन थियो फर्केन त जेठालाई होइन त्यसमा बसेँ है त ल्याए ल्याउ नै आँटे आयो हो यस्तै गर्नुपर्छ अनि भइहाल्छ बिना दक्षिणा कसैले टिका लगाउँछ हुनेवाला छ नि सर हजुर अब हजुर निश्चिन्त हुनुहोस् आइसक्यो दक्षिण ल दिउँ सबैलाई दिउँ त पुऱ्याइदिउँ है आहा ल कति पर खुल्लिलो सबैलाई पुर्याउनु नि जेठन छ फेरि पछि पुगेन भनेर फेरि थपी लिँदै जान पाइँदैन ढुकुटी सकिसक्यो होला उता यहाँ भाग जति सघाउन भइगयो नि ल यता ल अब अरू केही मलाई पनि हो ल ठिक मलाई त झोले दिँदा नि हुन्छ जेठन म रिसाउँदिनँ खास आहा ल ठिक दुईटा जन्ती त छुटेछ उतै हो अब हुनेवाला चाहिँ दुईटा जन आएको छ तँ त आउँदैछन् दुईटा जन भर्खर एक हल गोडको मेरो सकेर आएको पैसा पनि दिउँ है फेरि ल स्वागतम ल यसैमा हाल सबै यसैमा ल यहाँ झोल पैसा अब दक्षिण आइँदैछ फेरि त्यहीबाट दिन पाइँदैन बाँड छुटी गरौँ ल अब हुनेवाला चाहिँ विलम्ब पनि हुन लाग्यो उहाँ सुन्नु उहाँ जनतीको भनाइ हुँदैन भन्ने कुरो आयो फेरि अब फेरि सन्नु खोल्न जानुहोस् होइन यसो गर्नु अब त्यहाँ हिरामती मणिमारी के अफिस उठि के छ त्यही अब चित्त बुझ्छ अब ए भाइ यहाँ हामी दक्षिणा मात्र लिन आएको होइन होइन हुनेवाला चाहिँ फुलै लिन आएको पहिला कहिलेबाट यस्तो मेरो लागि कहाँ हो र जेठन साहब मेरा जन्तीको लागि मोती ल हिरा मोती नै दिएँ मैले बस यति भयो ल अब जेठन साहब धेरै नगरौँ विवाहको कार्य अगाडि बढाउँ कि के गरौँ मैले मेरो कुरा राखौँ कि गरगहना हेरौँ पहिला गरगहना हेर्दै हेरौँ गरगहना भाइ कता हो ल यहाँ छ गरगहना निकालेर फ्याटफ्याटी देखाइदिन्छ जेठन साहब के छ मेरो बहिनीलाई अब हेर्नु लटरम्मै गरगहना त लटरम्मै लिएर आएको अनि मैले यति धेरै ल्याउँदै गर्दा मेरो जन्त्र टिका लगाउँदा चित्त दुख्या हो कि जेठन साहब सुन्नुभयो नि जेठन साहब के हो यो तपाईँको बहिनीको लागि कानमा लाउने इयररिङ कुण्ड बिचरा मेरो बहिनीको काम त्यही त पिर पर्दा छुट्टिन त नछुट्टिएला नि थामिएला नि अब अहिले लगाउने भन्दा पनि देखाउनेको जमाना छ कि जेठन साहब त्यही भएर लगाएर सडक सेतो काइनाको सेतो सुन एकदम 38 क्यारेटको यो त लाउन पनि मिली खान पनि मिली दुईटै मिल्ने हो जेठन साहब नौगेडी के हो यो अब यो चाहिँ नौगेडी ओहो सल्लकै
पाकेको न एकदम पाकेर पहेँले भएको छ सुन यो चाहिँ एकदम 33 क्यारेटको सुन किर्गिस्तानबाट मगाएको यो लगाएपछि त मेरो बहिनीलाई गाई बस्तुको आडमा लानै नहुने होला फेरि केही फरक पर्दैन जेठा साहब जग्गा आगो बस्छ जेठा साहब ल ठिक छ ल अरू के छ माइकाले फर्के तिमीहरू यो चाहिँ अब हजुरको बहिनीको लागि अब यसो वर्षमा एक दुईचोटि अब तिज के जाति आउँछ त्यसमा लाउने यो गोवाला यो चाहिँ छर्केतिरले अब अहिले चाहिँ हरियै छ यो पछि पाकेपछि यो पनि पहेँलै हुन्छ जेठा साहब सोच्नुहोस् त हजुरको बहिनीले छडक्क लगाएर छडक हिँड्दा कति जाति देखिन्छ हुन्छ नि ल छोपेर नस्टुनी होला कस्तो गजबको अब हुनेवाला छ विवाहको घडी पनि धेरै नजिक आइसक्यो घडी आउनु किन पर्यो हामी दुईजना यही छौँ त घडीसँग केही सरकार छैन अब विवाह गरौँ सुरु गरौँ हुनेवाला छ साहब हाम्रो रीत परम्परा अनुसार विवाहभन्दा पूर्व हाम्रो बहिनीलाई हाम्रो सुकन्यालाई चाहिँ हाम्रो कुल मन्दिरमा कुल पूजाको लागि पठाउने चलन छ हजुर अब त्यसको लागि हजुरहरू एकछिन बसेर यहाँ नाचगान रमाइलो गर्दै गर्नु म बहिनीलाई कुल मन्दिरमा पूजा गर्न पठाएर बोलायो कुल रघुकुल होइन हाम्रो कुल अनि के कुल ए भाइ दाइ के कुल भयो गोकुल होला गोकुल दिवाली भने होला के दिवाली हामी देवालीवाला कुल हो हामी भाइलाई हो झलमसँगको कुल रहेछ त्यसको लु जाउँ गयो सबैजना मिल्दैन तपाईँसँग मिल्दैन हुनेवाला जैसा हजुर एकछिन यहाँ बस्दै गर्नु मैले बहिनीलाई होइन तपाईँ पनि जान मिल्दैन कहिले जान नमिल्छ बाहिरी मान्छे जानै मिल्दैन बाहिर पछिको मात्रै मिल्छ त्यही भएर बहिनीलाई मैले कुल मन्दिर छ अब त मसँग बिहे हुन आँट म पनि माइती पक्ष होइन बहिनी हाम्रो विवाह रीत अनुसार विवाह हुनुभन्दा पूर्व कुल पूजा आवश्यक छ त्यसैले कुल मन्दिरमा गएर आफ्नो घरमा भ्याएर यता शीघ्र चाँडै आऊ है अब हजुरकै त केही क्षणको मात्रै त विषय ए महाराज हजुर हामी त हेरे कोही पालो पनि बजाउँदैन ए बाला ल त यही खुसी गर्छ
यत्रो राज्यमा अरू केटी छैन र खुट्टा भयो जुत्ता कति कति मन परेको खुट्टा भयो जुत्ता त मन नपरेको खुट्टा खाली रोएर नाक फुलाएर नबसौँ भने हाम्रो बेइज्जत भइसक्यो जाउँ यहाँबाट हिँड्नुहोस् पनि यो स्वर के भयो नाक सुनाइरहेको जाउँ कृष्णजीले जब गनमा रुक्मिणीलाई लिएर जानुभयो दरबारमा अत्यन्तै भव्यताको साथमा विवाह सुसम्पन्न आज घरमा बेहुली आउने अरे। अब पहाडको ठाउँ तराईको ठाउँ जहाँ तहीँ पनि जब विवाह हुन्छ अनि घरमा यज्ञ गरिन्छ र बेहुला र बेहुली नचाउने प्रचलन हुन्छ। आज बेहुलीको नाच हेर्ने अरे, आज सासूसँग नाच्ने अरे, आज ससुरासँग नाच्ने अरे, सबै प्रजाहरूले त्यही भन्न थाल्नुभयो र आज कृष्ण र रुक्मिणीको विवाह हेर्नको लागि तयार हुनुहुन्छ सबै प्रजाहरू। कृष्ण कृष्ण भन्ने बानी बसाइदेऊ, कृष्ण कृष्ण भन्ने बानी बसाइदेऊ, तिम्रै धाम आउँछौँ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ, तिम्रै धाम आउँछौँ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ, तिम्रै धाम आउँछौँ हामी बाटो देखाइदेऊ। स्वयंवरको कार्य सबैजना तालीले साथ दिनु होला। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनूहरि। बोलिए रुक्मिणी मङ्गल भगवान की, रुक्मिणी मङ्गल भगवान की। कृष्णजीलाई सजाउँदै मनभरि आउँदैछु म
यो ऐतिहासिक शतकुण्य गायत्री कोटी होम विराट ज्ञान महायज्ञको कलाकार संयोजक हुनुहुन्छ उत्तम अधिकारीज्यू, जसले हरेक कलाकार गायन एवं नाट्य लीलाका सम्पूर्ण कलाकारज्यूहरूको लिडिङ गरिरहनु भएको छ, अर्थात् सबैलाई एकताबद्ध गरेर यसका हरेक ठाउँमा यहाँबाट उतातिर जानुभयो भने 100वटा कुण्डको हवन, यता जानुभयो भने प्रवचन, अर्कोतिर भजन प्रतियोगिता, धेरै एक दिन मात्र लाग्छ घुम्नको लागि पनि, हरेक ठाउँहरूको मनोरञ्जन लिनुहुनेछ भन्दै अब सबै उठ्नु होला, आरतीमा लाग्नेछौँ। Please don't forget to like, share, comment and follow Sharmila Shrestha page, and please do subscribe our YouTube channel.